हेलो आज चाहिँ गाइसहरु के गर्दै हो आज चाहिँ हामी पोखरी खनेको हैन आउने बित्तिकै आज अलिकति ढिलै बनाइयो हैन भिडियो यत्रो दिनपछि धेरै ढिलो आइयो हैन धेरै पछि आइयो भिडियो बनाउनु पनि आज चाहिँ कत्तासँग यो पोखरी खनिसक्ने हो त्यहाँदेखि टाढा जाने हो गाइस भिडियो बनाउनु ल गाइस डाँडाको भ्यू गरेर हेर्नुपर्छ होइन डाँडाको भ्यू देखाउँछु खतरा छ माछा पालन चाहिँ माछा पालन छ होइन गाइस माछा पालन सबैलाई हो होइन देखाएको ठाउँमा जान्छौँ यहाँ पारि गाइड छैन यतातिर घुम्नु जाने हो बबाल छ डाँडा माथि घुमेर चाहिँ आउने हो होइन गाइस त्यहाँबाट हेरौँ भ्यू देखिन्छ एकदम राम्रो भ्यू देखिन्छ होइन त्यहाँ माथिबाट चाहिँ तिमी सामु नपुगी कतै हराउँछ कि मेरा कापीहरू र उठले पाचन नगरी डरले लाग्छ तिमी रोइरहँदा तिम्रो आँसु पुस्नु मै नहुला कि कसैले साँची राख्छु साथ तिम्रो लागि बारी छ मन्तर तिमी हाँसन काफी छ पीडा र आँसु समेटी पोकिन्छु कापीमा कोसीमा बसी राति तिम्रो सपनाले हरेक मध्य रातमा आक्रमण गरिने रङ थाहा छ नि सधैँ एउटै चियाबारी देखायो भनेर पनि बोर भइसक्यो होला होइन त्यहाँनिर सुन वरिपरि ध्वनि ऊर्जा भएको क्यारामबाट देखिरहेको थियो हावाले उडायो बादल कबरको आसमा सके बर्खा साबन मनमै रोकियो रोदैछ बादल माथि लाग्छ तिमी हौ कि त्यो हो भनी गरी पनि तिनै भरि आउ बिसाउन कापे त कति छ गर्न सक्दिन आफ्नै शब्दले मुटु छेडी जान्छ हराएको पात्र म कल्तीमा तिम्रो तस्बिर छ तिमी भित्र बस्छु म त्यही मेरो अस्तित्व ट्याक्कसँग पाडा नाइ जाने विचार बनाइरहेको छौँ होइन गाइस घुम्नु जाउँ भने पाडा नाइ गएर चाहिँ एट नाइट रातिको नाइट हान्दिउँ भनेको नाइट क्याम्प उकालोमा गलियो गाइस गाह्रो छ बाटोमा हिँड्नु नि दोकानमा आएर बस्यो होइन पानी चिया खाएर चाहिँ जानुपर्छ होइन डाँडा जाने हो चाप्पसँगले गएर चाहिँ फोटो खिच्ने हो गाडी चाहिँदैन मलाई जानलाई अगाडि ल आधैले धानिरहेको छु परिवारको भारी छ हात अझै खाली छ तर हिम्मत नि हारिन समयले सिकाएको छ लडी उठ्न जारी छ गाडी चाहिँदैन मलाई जानलाई अगाडि ल आधैले धानिरहेको छु परिवारको भारी छ हात अझै खाली छ तर हिम्मत नि हारिन समयले सिकाएको छ लडी उठ्न जारी छ उठ्ने प्रयास गरिरहेको छु हिजोदेखि खाली गल्तीको पाठ पढेरहेछ जिन्दगीले टाउकोमा आमाको त्यो हात छ नि सधैँभरि मुटुको चोटनीको हुँदो रहेछ दबाई गरी पक्कीको सानो बाटो चुइरहेछ दुःख कसै कति चोटि फर्केर दिन
हालिदिन्छ होइन सिम्पल ब्लक गरेर हालिदिन्छ लाइक सब्सक्राइब चाहिँ गर्नु गाइस एकदम राम्रो भ्यू छ त्यता घुम्न आउँदा यता पनि निस्किनु होइन ख्वाबों से ज्यादा दोस्ती कर बैठे क्या करेंगे यार इसमें बच्चा सिक्योरिटी लागिरहेछ मलाई चाहिँ होइन चाँडै नै म पनि गाउँमा चाहिँ हुँदिनँ होइन भविष्य बनाउनु पऱ्यो होइन जबसम्मले लाउरे त भर्ती हुनुपर्ने होइन गाइस अब आउने वैशाख 2-3 गते चाहिँ लाउरेको ट्रेनिङमा जाने हो माइपोखरी आर्मी सेन्टर जाने हो होइन गाइस कोही सेन्टर बस्ने हो भने माइपोखरी आर्मी सेन्टर आउनु एकदम राम्रो हुन्छ त्यहाँ चाहिँ सेसनहरू ट्रेनिङहरू तल गाइस रातो टिनहरू भएको चाहिँ मैले पढेको स्कुल हो बिडापानी माध्यमिक विद्यालय एक्लै छु गाइस भ्लग बनाउने नि साथीहरू छैन साथीहरू पनि आफ्नो काममा व्यस्त होइन आर्मी सेन्टर गएपछि त्यहाँनिरको राम्रो राम्रो इलाम बजारको भ्यूहरू देखाउँछु अहिले चाहिँ गाउँमै हो होइन अलिक दिन चाहिँ गाउँमै रहन्छ त्यत्रो दिन भिडियो बनाउनु पाइनँ होइन पुरै डुल्नु पाइनँ घरकै कामले गर्दाखेरि व्यस्तता थिएँ कस्तो छ होइन अहिले फर्किँदाखेरि साथीहरूलाई म स्कुल पनि देखाउँछु तलबाट मजाले अनि अर्को योभन्दा अगाडिको भिडियोमा नि देखाएको जस्तो लाग्छ गाइजहरूलाई त्यस्तै हो गाइज घुम्नु पाइन्थेन भिडियो बनाउनु पाइन्थेन आज चाहिँ छिटै काम सकेर निक्ल्यो हो यसो भिडियो बनाउनु पऱ्यो भनेर डाँडातिर आज म एकदम दुखी पनि छु होइन आज ब्रेकअप पनि भयो सायद मेरै पनि थियो होला त्यहाँ केही गल्ती र उसको पनि केही गल्ती हुनसक्छ लभ पर्दाखेरि गर्लफ्रेन्डसँग चाहिँ बाजिएपछि चाहिँ छोराको अब केटाकै गल्ती देखाइदिँदो रहेछ होइन ठिक छ छोरी मान्छेहरूको चाहिँ गल्ती नै हुँदैन जस्तो गरिदिएर त्यस्तै हुँदो रहेछ होइन
खुल्लै रहेछ गाई छैन थोरै थोरै ल्याक चल्दिरहेछ नेपाली छोरा हुँ म शिरमा ढाका टोपी लेक बेसी काम गरी हुर्को भारी बोकी आफ्नै ठाउँ प्यारो लाग्छ मलाई त्यसमै छु खुसी जति मिठो खाए पनि मन पर्छ त्यही सुक्खा रोटी नेपाली छोरा हुँ म शिरमा ढाका टोपी लेक बेसी काम गरी हुर्को भारी बोकी आफ्नै ठाउँ प्यारो लाग्छ मलाई त्यसमै छु खुसी जति मिठो खाए पनि मन पर्छ त्यही सुक्खा रोटी नेपाली छोरा हुँ म शिरमा ढाका टोपी लेक बेसी काम गरी हुर्को भारी बोकी आफ्नै ठाउँ प्यारो लाग्छ मलाई त्यसमै छु खुसी जति मिठो खाए पनि मन पर्छ त्यही सुक्खा रोटी नेपाली छोरा हुँ म शिरमा ढाका टोपी लेक बेसी काम गरी हुर्को भारी बोकी आफ्नै ठाउँ प्यारो लाग्छ मलाई त्यसमै छु खुसी जति मिठो खाए पनि मन पर्छ त्यही सुक्खा रोटी वर्ष हुँदा विदेश आए लाग्छ अस्ति भर्खर जिन्दगीमा सङ्घर्ष खाए धेरै ठक्कर सुरुमा त केही थिएन गर्यो कसले मतलब अहिले सानसँग भन्छु कसले दिन सक्छ टक्कर पैसाको भ्यालु बुझे जब सिक्दै गए काम धेरै भयो खर्च गए दाम भन्थ्यो त्यस्तो रहेछ हामी चाहिँ फेरि एक नारी ब्रह्मचारी हो कि फेरि कहिले पनि एउटा सिङ्गल स्वर पनि बोलिन्थेन र पनि होइन शङ्का गरिदिने होइन भन्दाखेरि पनि लग परेपछि शङ्का त हुनै गर्छ हामी पनि शङ्का त गरेकै हो गर्नु त तर पनि नेपाली छोरा हुँ म शिरमा ढाका टोपी लेक बेसी काम गरी हुर्को भारी बोकी नबोलौँ भन्दैन लाग्छ मलाई त्यसमै छु खुसी जति डाँडा चाहिँ खाए पनि मन पर्छ त्यही सुक्खा रोटी नेपाली छोरा हुँ म शिरमा डाँडा भन्छ होइन लेक बेसी काम गरी हुर्को भारी बोकी आफ्नै ठाउँ प्यारो लाग्छ मलाई त्यसमै छु खुसी जति मिठो खाए पनि मन पर्छ त्यही सुक्खा रोटी यहीँ आउँछ भनेकै छुपाएर मान्नु शिरमा ताज टोपी हेर्दाखेरि पृथ्वी नान्सा फोटो कपी पहिलाका आमैहरू जाने गर्थे सती त्यो कुरा सोच्दा मेरो तातिर सम्मति हुँ कति हो कति जात धर्म भेषभूषा नेपाली सबै एक पूर्वदेखि मेची रीतिरिवाज छुट्टै परम्परा संस्कृति नेपाल मेरो देश सबैजना मिली बसी बाहिर विदेश किन जानु प्यारो आफ्नै ठाउँ जता गए पनि याद आउँछ आफ्नै गाउँ जे छ त्यही खाउँ दुःख गर्छन् मेरा बाउ सानो छँदा दुःख दिएँ अहिले खुसी दिन भविष्य बनाउनु पर्छ सगरमाथा देशको लाउरे हुनुपर्छ होइन लाउरे भएर देखाउनुपर्छ मान्छेहरूलाई देखाउनुपर्छ होइन नेपाली छोरा हुँ म शिरमा ढाका टोपी त गाउने परियो अब केही आशा छ लाउरेमा के हुन्छ भन्ने धेरै पढेर पनि नेपालमा राम्रो जागिर पाइने होइन विदेशी हो भने पनि अब बिस्तारै बिस्तारै भएन भने विदेश पनि जानुपर्छ त्यसपछि लकर पनि हुँदैन होला होइन सक्नुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् फलो गरिदिनुहोस् लाइक कमेन्ट थोरै थोरै सहयोग गरिदिनुहोस् होइन गाइस लाइक सब्सक्राइब गरिदिनुहोस् केटाकेटीमा एकदिन नपर्छ धेरै आइन्थ्यो होइन हजुर धेरै भयो त आउनु नपाएको सायद सायद पछि पनि अर्को भिडियो आउँछ होला साथीहरूले साथी भन्दै थियो मेरो साथीहरूसँग पनि भेट गर्नुपर्छ साँचो कुरा भनिरहेको जो खाने होइन गर्लफ्रेन्डको त कुरा छाड्दै हेरा पनि छैन अङ्गाले रहेर मलाई साथ छोड्ने छैन आउँछौ तिमी आफ्नो त्यहाँ परिवारलाई छाडी छ त चलन चल्ती पर्यो एउटा नारी तितो मिठो खाउला हामी दुईजनै बाडी नटुट्ने यो कसम खाउला राखी
विगतका ती कुराहरू सबै साइडमा राखिदिउँ फ्युचर बारे सोचौँ हामी दुनियाँलाई छाड्दिउँ कार्किन नसके पनि यहाँ हन्डा साँच्चै चढ्छौँ गरिब मात्र होइन यहाँ धनी पनि मर्छ सतत त्यसमै खुसी हुन हामीले सिक्नुपर्छ हामीले खुलेर दिउनुपर्छ रियल आम नट जोकिङ काउन्टर बी अ पार्ट अफ माई रिडिङ वाट इज लभ रिडिङ भावना मेरो त्यो पोखिरहेको थिएँ सपना साकार हामी साथ भयो सिन्दुरमा सिन्दुर सजाइदिउँला ब्यान्ड बाजे ठोकी बाइती झडी यहाँ आउनेछौ जो लिमै चढी सम्बन्ध हाम्रो बलियो जस्तै राजा र रानी सधैँ खुसी राख्छु तिमीलाई भन्छु सधैँ खुसी राख्छु तिमीलाई भनी भन्छु भन्छु म नडाँटी बिस्तारै बिस्तारै यहाँनिर डेभलप गर्दै जाने हो भने एउटा पर्यटक स्थल नै बन्न सक्छ यहाँ पनि भन्नु चाहिँ अब आफू एक्लैले त यत्रो ठाउँलाई पर्यटक स्थल बनाउन सकिँदैन केटाकेटीमा चाहिँ यता मैसोले खान चिप्लेटी खेल्न धेरै आइयो होइन कतिपल्ट लुगा फटाइयो चिप्लेटी खेलेर मम्मी पापाको भाटा पनि खाइयो होइन त्यस्तै हो केटाकेटीमा अलिअलि रफ हुन्छ नि हाम्रो जमानामा केटाकेटीमा त अलि दुःख नै थियो घुम्ने ठाउँ चाहिँ डाँडा खतरा एकदम रमाइलो टपमा छ होइन एकदम रमाइलो ठाउँ शीतल छ होइन घुम्ने ठाउँ शान्त छ शान्त छ पढ्नु कतै डिस्टर्ब हुन्छ भने यहाँ आएर पढ्दाखेरि पनि दामी हुन्छ थुप्रै मान्छेहरू यहीँ आउँछन् यहीँ आएर पढ्छन् एकदम शान्त वातावरण छ ठाउँहरू पनि दामी दामी छ एउटा ढुङ्गा देखिरहेछ यो ढुङ्गामा चाहिँ फोटो राम्रो राम्रो आउँछ तपाईँहरूलाई त्यहाँ चढेर पनि देखाउँछु एकदम डाँडाको भ्यू चाहिँ राम्रो आउँछ क्या ठाउँै हो यो पनि आज चाहिँ अलिक पिरो लागेर मजालाई देखाएको छैन देख्नु चाहिँ यहाँबाट खिचिन्छ फोटो चाहिँ ट्याक्कसँग लाएर खिच्दा चाहिँ होइन गाइस राम्रो भ्यू आउँछ एकदम तिम्रो यादमा म कुडी बसेको
हावा चल्छ त्यस्तै मजाको होइन तिम्रो सहारा देऊ चाहे जति पुरानो छ यो कुरा कल लागौँ गाइस माथिबाट हेरौँ होइन माथिको भ्यूहरू पनि एकदम रमाइलो छ सुरुवात हो होइन एनटिसीको टावर छ टेक्नोलोजीमा त डेभलप त भइसक्यो होइन टावरहरू 4G 5G त आइसक्यो तर त्यसले गर्दाखेरि पनि चराचुरुङ्गीहरू चाहिँ मासिएको छ होइन केही हदसम्म राम्रो गरी केही हदसम्म नराम्रो भएको छ टेक्नोलोजीमा राम्रो भए पनि वातावरणमा चराचुरुङ्गीहरू पशु पन्छीहरू अलि असर गरेछ तिनीहरूलाई पनि एकदम राम्रो छ ठाउँ चाहिँ कुनै खालको तपाईँहरूले कस्तो सोच्नु भएको थियो होइन राम्रो भइसकेको छ ठाउँ चाहिँ कट्टुस गाडी होइन ठुलो छ कट्टुस गाडी चाहिँ गाडा पो बितेछ त यार कट्टुसको राम्रो छ कोही साथीहरू यता आयो भने मसँग भेट्नु यता घुमाउन ल्याइदिन्छु होइन गाइड छैन यहाँ चाहिँ कालिस रहेछ भर्खरै मात्रै उडेर गयो भाले थिएछ जङ्गलमा चाहिँ कालिसहरू प्रशस्त पाइन्छ राम्रो पनि हो पशुपन्छी जङ्गलमा हुँदा एउटा राम्रो हुन्छ पर्यटक स्थल पनि बनिन सक्छ हेरमै गाइड छ गुराँस त्यति मजाले कुरा छैन गुराँस चाहिँ धेरै छ गुराँसहरू भए राम्रो देखिन्थ्यो आमालाई सोध्छु मैले कुरा हुन्छ जब बहिनीसँग देख्छु भिडियो कलमा मन लाग्छ तिमीले हुर्कायौ बढायौ यति भयो हामीलाई केही पनि चाहिन्न आमाले सोध्छ होला छोरा छोरी अब के गरी खान्छ मस्तिष्क हारिरहेछ तर पहिला टेके जस्तै जितिरहेछु तिम्रो आँखामा आँसु देख्न चाहन्न त्यसैले दिनरात खटिरहेछु तिमीले बनाएको कस्तो लाग्यो अनि अगाडि पनि म पढिरहेछु फेरि खुट्टा तान्न पनि कति आउँछ तर खुट्टा भन्दा अघि हात दिन्छु मेरो आमाले सिकाएको भुल्दैन रुट भर्खर त बिचमा बाँकी छ धेरै नै धेरै राम्रो ब्लग त बनाउँदिन म पनि अरूले के गरे रिस नमान साथीहरूले यसरी सपोर्ट गरिबस्नु भयो भने राम्रो हुँदै जान सक्छ मेरो ब्लग सपोर्ट गरिदिनु
सानोतिनो युट्युबरहरूलाई भ्लग बनाउने मान्छेहरूलाई धेरै सपोर्ट त गर्नु हुँदैन होला र पनि केही सपोर्ट गरिदिनु भाइ दाजुभाइ सम्झेरै भए पनि सहयोग गरिदिनु सब्सक्राइब यत्रो तलबाट यत्रो उकालो आएको छु तपाईँहरूको लागि भिडियो बनाउनु तिमी सामु नपुगी कतै हराउँछ कि मेरा कापीहरू तिम्रो उठले पाचन नगरी निब्ला कि डरले लाग्छ तिमी रोइरहँदा तिम्रो आँसु बुझ्न मै नहुँला हाम्रो गाउँको टावर हो होइन एनटिसीको टावर धेरै वर्ष त्यहाँ आएको सायद लगभग 5-6 महिनै भएको थियो होइन एकदम खुल्ला छ यहाँबाट झापा पनि देखिन्छ अहिले कुहिरो लागेर देखाएको छैन यता कुहिरो लागेछ त्यहाँबाट पार्टी नाइकी देखिन्थ्यो होइन कुहिरो नलागेको भए छ तपाईँहरूलाई पनि देखाउँथेँ म यहाँनिर चाहिँ त्यति प्यारासुट उडाएको होइन धेरै राम्रो ठाउँ छ प्यारासुट उडाउनु यहाँबाट पार्टी नाइकीबाट उडाएको हो प्यारासुट चाहिँ सायद त्यति बेला यहाँ महेश बस्नेत आउनुभएको थियो यहाँ इलामको मेयर सर 2080 साल 4 गते चैतको परिवारको हाँसो खोसियो जब आँखा लाग्यो जुन खुसी साथमा थियो आँखा खोल्दा छैन पो छोडी जानै पर्ने जीवन फेरि त्यस्तो पार्टीमा चाहिँ धेरै खबरले हान्यो चासो राख्दिन हो संसारै ढले जस्तो एक्कासी झस्किन्छ छाती सोचेर समय यति साह्रो प्राय पापी केवल मिठा सरकारहरूले डेभलप गरेर देखाएको पनि छैन हाम्रो गाउँको रोड के हुने भन्ने एकजनाले गर्न नसकेर अर्कोले गर्दैछन् साथीहरू म चाहिँ यो राजनीतिक बारेमा चाहिँ केही कुरा थाहा छैन होइन ज्यादा बोल्दिनँ पनि गाइस तल चाहिँ हाम्रो गाउँ होइन यो गाउँदेखि अलिकति तल्लो गाउँ चाहिँ मेरो हो यतै माथिल्लो गाउँ हो योभन्दा अलिक तल हो मेरो गाउँ चाहिँ यो गाउँघर सायद तपाईँहरूले मेरो गाउँघर देख्नु पनि भएको छ होला ल फाइनली गाइस होइन आइपुग्यो डाँडा यसो भिडियो सिडियो बनाइयो धेरै राम्रो त भएन होइन अर्को दिन फेरि राम्रो बनाउने छु लाइक सब्सक्राइब चाहिँ हानिदिनु गाइस होइन अगाडिको भिडियोहरू पनि हेर्नुभयो होला तपाईँहरूले हेरिदिनु सपोर्ट गरिदिनु गाइस सब्सक्राइब गरिदिनु मौसम छ तातो मुटु भो चिसो जब सम्बन्ध जोडिसको बिग्रियो मायाले भन्दा इगोले जित्यो डगमगे मायालाई पङ्ग्राले किस्यो छुट्टिने बेलुका चाहिँ अब ट्याक्कसँग भरिने हाम्रो गेम खेलिन्छ होइन तर्पिन्छ धेरै राम्रो प्लेयर त होइन म पनि पठाउन हजारौँ साथीहरूसँग खेलिन्छ सडक रगतमा बग्न मन लागे कागतको कमी भो तिमी सर्वत आइदिनु त्यो जिन्दगी भाछ पहिला म गेमहरू डिलिट गरेर हाल्दै हिँड्थेँ हालत सान्तोना खोज्दा म भेट्छु न ब्लग थालेको छु अब गेम पनि कामदै मुटु माया चाको अब भयो भने साध्य छैन गेम पनि हाल्न सक्छु
फेसबुकको भिडियोहरू पनि थोरै थोरै हाल्छु म फेसबुकको त हेरिदिनु गाइज फलो गरिदिनु जति चट्टसँग चियाबारी छ होइन अतीतलाई बिर्सेर पोलेकै हो निवेश भोरो चाहिँ भो यादको ढुम्रो सकाइदिन्छ को फेरि तिमी जता मजा पर्यटक स्थलमा आयो भने यहाँ पनि राम्रै हुन्छ मलाई जहाँसम्म लाग्छ तपाईँहरूलाई के लाग्छ कमेन्ट गरिदिनु सपोर्ट गरिदिनु मेरो इच्छा चाहिँ यहाँनिर झर्सके चाहिँ सरकारले सहयोग गरेर पर्यटक स्थल बनाइदिनु भएस् मेरो इच्छा चाहिँ त्यति मात्र त्यति भए हाम्रो गाउँठाउँको एउटा सानो पर्यटक स्थल हुन्थ्यो हाम्रो गाउँठाउँमा पनि एकदमै धेर छ आज चाहिँ मेरो माइला दाईको बर्थडे होइन गाइज माइला दाईलाई आज बिहानै उठ्ने बित्तिकै विस गर्न पाइनँ त्यसमा नरिसाउनु होला मेरो माइला दाई होइन नरिसाउनु जे भए पनि भाइले मनबाटै सम्झेको छ र धेरै धेरै आशीर्वाद मागेको छ मेरो दाईको लागि र मेरो दाई मेरो भिडियो हेर्नु हुँदैछ भने चाहिँ तपाईँलाई पनि आज जन्मदिनको धेरै धेरै शुभकामना तपाईँले चाहेको इच्छाहरू सबै पुरा होस् आजको दाजुको धेरै खुसीको दिन हो आज चाहिँ चट्टसँग डाँडा घुम्न आइयो घुम्यो अब घर पनि लाग्नुपर्छ मात्र नि भएन घरमा गएर नि काम गर्नुपर्छ होइन मेरो फेसबुक आइडी चाहिँ रिदम छ र सबैजनाले त्यहाँ गएर हेरिदिनु होला मेरो दाइको बर्थडे विस गरेको छ लाइक कमेन्ट गरिदिनु होला मेरो माइलालाई चाहिँ भविष्य बनाउँछु भनेर अब पुरा पढ्नु हुँदैछ सायद अब इक्जाम दिनुहुन्छ एकचोटि र मनबाटै आशीर्वाद माग्छु मेरो दाइ भर्खर पास हुँ र भविष्य बनाऊ र भाइहरू पनि धेरै राम्रो गर्न सकिँदैन होला र पनि केही गर्न खोज्दै नै छु र मेरो दाजुहरूले चाहिँ मलाई एकदम सपोर्ट गर्नुहुन्छ त्यसमा म खुसी छु र माइला दाइ जेठा दाइ आमा बुवा हजुर नानी सबै एकदम खुसी छन् खुसी नै रहन् त्यही छ मेरो प्रार्थना यस्तै हो गाइज मिडल फ्यामिलीबाट बिलोङ होमा चाहिँ र मिडल फ्यामिली नै भए पनि एकदम ह्याप्पी फ्यामिली छ त्यसमै खुसी छु म अब धेरै धन सम्पत्ति भए पनि आफ्नो फ्यामिलीमा ह्याप्पी छैन भने त्यो सम्पत्ति भएको केही अर्थ हुँदैन सम्पत्ति होस् या नहोस् आफ्नो फ्यामिली चाहिँ ह्याप्पी हुनुपर्छ होइन म त्यसमै ह्याप्पी छु मेरो फ्यामिली एकदम खुसी छ ह्याप्पी पनि छु
दुःख सुख भन्ने कुरो भइहाल्छ। केही कुरा गरियो भने दाजुहरूको भाउजूहरूको भाइ मन बाबाहरूको एकदम फुल सपोर्ट हुन्छ। के गरिन्छ कि भनेर अब लाउरे जानु आँटेको तपाईँहरूले यसरी सपोर्ट गरिदिइराख्नु होला। मेरो युट्युब च्यानल रिदम ब्लग छ, सबैजनाले गएर सर्च गरेर सब्सक्राइब गरिदिनु होला। अब कुनै दिन नयाँ नयाँ ठाउँमा गएर नयाँ नयाँ भिडियो पोस्ट गर्नेछु, सपोर्ट गरिदिनु गाइस। स्पेसली वैशाख 1 गते नयाँ वर्षको दिन एकदम रमाइलो र रोमाञ्चक पर्यटक स्थलतिर जानेछु र तपाईँहरूको लागि भिडियो बनाएर हाल्नेछु। ल गाइस, अब चाहिँ घर लागिने छ होइन। अब घर पुगेर चाहिँ काम गर्ने हो। फोनको ब्याट्री पनि अलिक कम्ती छ, चार्ज लाएर चाहिँ काम गर्नुपर्छ। घुम्यो होइन क्या, सेक्ले हो। गाइस, एक दुईवटा शायरी बनाउँदै थिएँ, भिडियो पनि भएन, शायरी पनि अलिक टुक्के सायर परि हो। हामी त आउँदैन पनि। भोलि पर्सि म पोस्ट पनि गर्छु मेरो शायरी, हेरिदिनु। ल गाइस, जाडो पनि बढ्न थाल्यो डाँडामा होइन। कस्तो लाग्यो गाइसहरूलाई डाँडा? एकदम रमाइलो रोमाञ्चक छ डाँडा चाहिँ, घुम्न आउनु होइन। चिसो छ, जाडो छ, गर्लफ्रेन्ड छैन। जाडो बढिसक्यो, बिहा गरेर छैन, बुढी छैन होइन। बुढी भएको भए त तातो भएर बसिन्थ्यो, तातो भएर सुतिन्थ्यो। बुढी छैन होइन। बिहा पनि गर्नु हुँदैन, बिहा गरियो भने दुःख पाइन्छ के। सिङ्गलै बस्ने हो गाइस, सिङ्गल लाइफ इज रक भन्छ नि, त्यही हो। भएको एउटा गर्लफ्रेन्ड पनि गइहाल्यो, छैन, ब्रेकअप आज। ठिक छ गाइस होइन। अब कतिचोटि खानु धोका पनि धेरै खाइयो, पनि केही छैन होइन। अब रुइँदैन, धेरैचोटि रुइयो होइन। त्यस्तो होइन के, मान्छेहरू ब्रेकअप भएपछि झुन्डी मर्ने, आत्महत्या गर्ने गर्छ, त्यस्तो होइन क्या। त्यो मान्छेहरू भनेको चाहिँ गु हो क्या। किन थाहा छ? आफ्नो आमा बाउको बारेमा सोच्दैन क्या। पछि आमा बाउले कसले सार्ने होइन। आमा बाउको भविष्य पछि हामीले हो होइन। आमा बाउलाई टक्कसँग होइन एकदम राख्नु पऱ्यो नि त। अब बुढो भएपछि सक्दैन काम गर्नु पऱ्यो, आमा बाउलाई सघाउनु पऱ्यो। आमा बाउलाई अब यसो बुढो भएपछि त सहारा दिनु पऱ्यो नि। बाबुआमाको पछिको लट्ठी भएन भने छोरा भएको के काम होइन, छोराछोरी भएको त्यो गाइड छैन। अब त्यो ब्रेकअप हुँदाखेरि पनि म चाहिँ रुएँ, कराएँ, भोकै बसेँ, तर पनि त्यस्तो आत्महत्या चाहिँ गर्दिनँ होइन। र मलाई धेरैचोटि धोका खाएर होला। अब त ढुङ्गाकै मुटु भइसक्यो क्या गाइस। डक्टरले पनि पत्थरको मुटु रहेछ त भनिदिरहेको क्या हाम्रो होइन। हो नि त गाइस होइन। अब धोका पाइयो केही छैन, होला पछि भाग्यले जुराउँछ भन्छ। पछि भेटेला नि त हो भविष्य सुधार्ने एउटा केटी। तर त्यो मायालु कहाँ छ, भेटेको छैन गाइस। एक्लो जिन्दगी लट्ठङ्गै हिँड्यो होइन।
लन्ठ्याङ हिँड्ने भिडियो बनायो, घरमा काम गर्यो। त्यसो सिङ्गल भइन्जेलसम्म काम गर्ने हो, पछि नै अब लाउरे हुने हो होइन गाइस। लाउरे भएर चाहिँ ढ्याप्पसँग बिहे गर्ने हो, जन्ती बाजा बजार लाने हो होइन। मालुले नि भिडियो हेर्दैछ भने हेर्दै गर है मालु, आउने छु बाजा लिएर तिम्रो घरमा। सासू ससुरालाई नि भनिदेऊ ज्वाइँ त लागिसक्यो पल्टनतिर अब भनेर। गाइस लाइक सब्सक्राइब चाहिँ गरिदिउँ होइन मेरो युट्युब च्यानलमा। युट्युब च्यानल नेम चाहिँ रिदम ब्लग छ मेरो। ब्लग चाहिँ लाइक सब्सक्राइब गरिदिनु पऱ्यो, कमेन्ट गरिदिनु पऱ्यो। मेरो फेसबुक आइडीमा नि गएर मेरो यो ब्लग हेर्न सक्नुहुन्छ। मेरो फेसबुक आइडी चाहिँ रिदम एडिट छ, फेसबुकमा पनि हाल्छु म मेरो ब्लगहरू। टिकटकमा नि हाल्छु, टिकटकको नाम चाहिँ रिदम एडिट छ होइन। सानोतिनो ब्लग बनाइन्छ, त्यसमा खुसी हुनुपर्छ। अब ठुलो ब्लग त बनाउनु सकिँदैन, सानोतिनो ब्लग बनाइएको छ। Whip job better not fuck with me there coach. किनिदिन्छु तेरो वाल कम्पनी फेरि मच पैसा तसँग पैसा मसँग हो गाइस। हेरौँ भ्यू एक्लै हो होइन, ट्याप्पसँग हिँड्ने नै हो भिडियो बनाउँदै। आहा झ्याम्ले भइयो यो, झ्याम्ले भइयो। कपाल पनि लामो हो काट्नुपर्ने गाइस, ढ्याप्पसँग काट्ने हो। त्यहाँदेखि लाउरे छिर्ने हो होइन। गाइस मेरो चाहिँ फोनको ब्याट्री पनि अलिक डाउन भएछ होइन, छिटो चार्ज सकिन्छ। यत्रो दुःख गरेर बनाएको छ भिडियो होइन। लाइक सब्सक्राइब चाहिँ गरिदिनु, केही माग्दैन मेरो गाइजहरूलाई साथीहरूलाई होइन। बस लाइक सब्सक्राइब चाहिँ गरिदिनु होइन, त्यति मात्र माग्छु। सपोर्ट गरिदिनु पऱ्यो गाइज। टिकटकमा पनि लाइक सब्सक्राइब गरिदिनु होइन। अनि भनिसकेँ मेरो टिकटक आइडी चाहिँ रिदम एडिट छ, @rdm.edit छ। सब्सक्राइब गरिदिनु, लाइक सब्सक्राइब फलो गरिदिनु। र प्रायः जस्तो म हेरिबस्छु मेरो भिडियोहरू गरेको। कोही साथीहरूले हेर्छन् म त कमेन्ट गर्दैनन्, लाइक गर्दैनन् होइन, फलो गर्दैनन्। प्लिज लाइक सब्सक्राइब फलो गरिदिनु। 10% चार्जमा झरा छ होइन, भिडियो बनाउँदै जाने हो।
यहाँसम्म गाइजहरूलाई कतिको मन पर्यो मेरो भिडियो मन पराउनु भएन भने पनि दर्शक राम्रो बनाउने कोसिस गर्छु हजुरहरूलाई मनपर्ने गरी र पनि सपोर्ट चाहिँ गरिदिनु पऱ्यो गाइज प्लिज अब म पनि हजुरहरू जस्तै हो म त सानो मान्छे होइन सपोर्ट चाहिँ गरिदिनु पऱ्यो गाइज तपाईँहरूले सपोर्ट गर्नु भयो भने कसले गर्छ स्कुल नै आइपुग्न आँट्यो मैले पढेको स्कुल पनि होइन मेरो स्कुल होइन मैले पढेको स्कुल मैले पढेको स्कुल चाहिँ होइन तल छ केटाकेटीहरू खेल्दैछ नजिक पुगेर देखाउँछु बाटोमै जाँच्छ के भने त अब के गर्ने कसैको एउटा राम्रो गीत सुन्दैछौँ होइन सुन्नु है गाइस सुनो यो एउटा इंडस्ट्री के लोगों से पूरी पिक्चर बची है अभी प्रोमो देख मेरे किस्से सुनोगे तो रो दोगे लश्करी खुशी बकचोदी दोनों से भली बात ही हमें रोका था बहुतों ने परिवार खुश मुझे तुम क्या रोकोगे बना देंगे नोटों के अगर मेहनत को पैसों से तोलोगे रुकेगी कलम नहीं जब तक जिंदा मैं मरूंगी तब तक निकला है जिंदा मुझे लगता है जानती सब हूँ मैं हार या जीत की होती नहीं चिंता मैं सुनती हूँ लोगों को ज्यादा नहीं परा मैं जानती सबके हूँ दिल का मेरे होते पड़ोसी अमीर जो पैसा या बातें बनाने से मिलता लो आदत डाल में रुकू ये होगा नहीं सोचा नहीं किसी ने करूंगी सब पैसों से लाखों का भरूंगी पेट में मुझे नहीं कमाना भरने को घर पहले भी बोला है मकसद ही है मेरा कमाना पैसा या कमाना फेम फर्क है मुझे बदलनी है दुनिया और तुम्हें बदलने है घर करने से बातें हो जाती है ताजा वो यादें की कैसे करा मैंने शुरू था तब कोई नहीं था मेरे साथ में रोने को आईने में बैठा गुरु था बस कहते थे लोग तेरे बस की नहीं था मेरा दिल भी नादान था मानता सच चाबरी आइपुग्यो फेरि गाइस बड़ी बातचीत इंडस्ट्री के लोगों से पूरी पिक्चर बची है अभी प्रोमो देख मेरे किस्से सुनोगे तो रो दोगे लश्करी खुशी बकचोदी दोनों से भली बात ही हमें रोका था बहुतों ने परिवार खुश मुझे तुम क्या रोकोगे बिस्तर बना देंगे नोटों के अगर मेहनत को पैसों से तोलोगे संगीत को सब किया समर्पित लिखे दिल से गाने मेरी अमर गीत बिगी पाक को सुन गया सफर बीत मेरी बातें हैं रोनों में कलर ग्रीट मेरी माँ से पूछना मेरे बारे में बाप से लड़ी वो बेटे को गाने दे साथ में खड़ी मैं उसके सहारे से धोखे से सोचा कि तूने हम मारेंगे कितनी दफा में गिरा कितनी दफा में उठा कितनी दफा खुदा ने मुझको दुआ में सुना कभी नहीं रुका झुका नहीं कभी नहीं बुरा बुरा मैं कभी नहीं किसी के बारे कभी नहीं बोला बुरा मैं डैम मेरी आंखों पे पट्टी बांध मुझे देखना नहीं है करूँ अब की बात हम दोनों बनाने चलेंगे लेगेसी एक बीट पे कुछ And the winner of OOCG Season 1 is खुशी बड़ी बातचीत इंडस्ट्री के लोगों से पूरी पिक्चर बची है अभी प्रोमो देख मेरे किस्से सुनोगे तो रो दोगे लश्करी खुशी बकचोदी दोनों से बड़ी बात ही हमें रोका था बहुतों ने परिवार खुश मुझे तुम क्या रोकोगे बिस्तर बना देंगे नोटों के अगर मेहनत को पैसों से तोलोगे बड़ी बातचीत इंडस्ट्री के लोगों से पूरी पिक्चर बची है अभी प्रोमो देख मेरे किस्से सुनोगे तो रो दोगे लश्करी खुशी बकचोदी दोनों से भली बात ही हमें रोका था बहुतों ने परिवार मुझे तुम क्या रोकोगे बिस्तर बना देंगे नोटों के अगर मेहनत को पैसों से तोलोगे जाँदैछ घरतिर छुट्टी भएको छ बाहिरको के छ भाइ छुट्टी भयो सब्सक्राइब गरौँ है गाइस चार्ज पनि अलिक कम्ती छ होइन आज अर्को दिन फेरि टक्कसँग टन्नै चार्ज बनाएर चाहिँ बनाउने हो भिडियो चारैतिर हुन्छ उज्यालो गरियर पैसाको खोज मलाई केटी सेटीको बाल छैन म त अलरेडी मजाको हो फ्लो चेन्ज हो राजा हो खेलको बाच्चासम्म सधैँ हाँस्ने हो डर छैन मलाई केहीको जिन्दगी
5% चाच्छ गाइस यार खाएर छ्याङ जले बाँधेर हिँड्ने ग्याङ स्याङ हल्लारे उमेर छ गर्दिन बाल पारा हुन्छ जले ल्याङ ख्याङ स्वाइ कति मिठो हुन्छ ब्याङ ब्याङ नगर्दा हुन्छ नि ल्याङ ल्याङ फेरि रिसको झोकमा पर्लास् नि भाइ निस्किन्छ गोली नि ट्याङ ट्याङ यसको चाहिँ यहाँ छ होइन गाइस सबले धेरै कुरा आजलाई चाहिँ यति नै 10 पनि सक्यो अर्को भिडियोमा भेटौँ ल गुड बाई गाइस